सो आज चाहिँ सन्डे मेरो लेग्सको चाहिँ मेजर एक्सर्साइजहरू हुन्छ। लेग्स अनि आर्म्सको एउटा र एप्सको गरेर चाहिँ मैले आफ्नो स्केड्युल आफै बनाएको छु, कस्टमाइज वर्कआउट प्लान। सो स्क्वाडबाट सुरु गरेको फर्स्ट सेट हानिसकेँ। फर्स्ट सेट चाहिँ मैले 70 केजीको हाने, 10 रेपिटेसन हाने। अब अहिले चाहिँ मैले 20 केजी थपेर 90 बनाएको छु। लेट्स सी अब 90 केजीले चाहिँ कति हान्न सकिन्छ। जस इन्टेन्सिटी चाहिँ बढाउन खोजिरहेको छु। यो फ्री स्क्वाड हान्न चाहिँ लास्ट रमाइलो लाग्छ। लेग्सको सबभन्दा रमाइलो लाग्ने मलाई यही हो। त्यसपछि चाहिँ त्यो लेग एक्सटेन्सन हो होइन। पहिला चाहिँ लास्टमा चाहिँ लाग्थ्यो किनकि स्यास्या हुन्छ नि त, एकदम गाह्रो, स्ट्यामिना एकदम गाह्रो पार्ने नै हुन्छ स्क्वाड लेगको एक्सर्साइजहरूले। तर आजकल चाहिँ अब गर्न थालिसकेर बानी पर्न थालेपछि चाहिँ I've started to enjoy this exercise a lot. So let's do it. Heavy छ। मजा आयो तर एक। लास्ट एउटा हाल्छु। प्रिवर्कआउट खाएर आउँथेँ क्या म बिहान। आज ठ्याक्क म्याच, वर्ल्ड कपको एउटा स्कटल्यान्डको म्याच हेरेर आएको, ठ्याक्क सकेर हिँडिहालेको। खानै बिर्सेछ भने प्रिवर्कआउटै। सेकेन्ड सेट हान्यो 90ले, लगभग 5 रेपिटेसन जति पनि सकिएन होइन। अब लास्ट सेट फेरि म 90ले ट्राई गर्छु। स्क्वाड चाहिँ मलाई बरु लो रेप हाई इन्टेन्सिटी नै हान्न रमाइलो लाग्छ। त्यसपछि अब लेग एक्सटेन्सनमा चाहिँ मजाले रेपिटेसन पनि हाई राखेर हानिन्छ, 12-15सम्म पुग्ने गरी। सो यो चाहिँ अब लास्ट सेट सकाइदिइहाल्नु यसको। त्यसपछि विल मुभ अन टु द लेग एक्सटेन्सन है त। कस्तो गाह्रो भयो भाइ, साह्रो पनि झगेन आज। आज कस्तो एनर्जी नै नभए जस्तो भइरहेको छ। ठिक छ, मजा आयो तर। लेग एक्सटेन्सनको चाहिँ फुल ट्र्याक हान्न पनि दुईवटा लेगले सजिलो भएको जस्तो फिल हुन थाल्यो। सो मैले चाहिँ अहिले रिसेन्टली चाहिँ 1 लेग हान्न थालेको छु। किन भन्दाखेरि अब 80 केजीसम्म मात्रै छ क्या यसमा हाइएस्ट वेट। अनि बोथ लेगले हान्दाखेरि 20 रेपिटेसन भन्दा त्यत्रो धेरै पनि किन हान्नु। बरु 10 to 12 बिचमा चाहिँ हाम्रो फेलियरसम्म पुग्ने गरी चाहिँ मैले सिङ्गल लेगले अब 50 केजी राखेर हान्न सक्छु भने द्याट्स बेटर। त्यही भएर सो लेट्स स्टार्ट। मजा आउँछ तर हान्न चाहिँ। यस्तो यहाँसम्म पोल छ होइन, ठ्याक्क यो पार्ट हो नि त हाम्रो क्वाड्सको देखिने त। त्यस्तो मजाले कट चाहिँ देखाएको छैन किनकि यो अलि हल्कै पनि म त्यस्तो कट भइसकेको छैन नि त बडी वेट। त्यही पनि मेरो लेग्सको चाहिँ त्यस्तो जेनेटिकली पनि बरु ह्युज देखिन्छ, तर
तर त्यस्तो कटै चाहिँ देखिँदैन कि त्यसले गर्दाखेरि पनि आई फिल स्याड तर अब बिस्तारै बिस्तारै अहिले चाहिँ हल्का यो साइडको क्वार्ट्स चाहिँ उठेको जस्तो यहाँनिर हुन थालेको छ सो लेट्स सी यसरी नै कन्सिस्टेन्टली गरिराखेपछि चाहिँ आई होप लेग्समा पनि राम्रो कट्स देख्न थाल्छ अहिले रिसेन्टली कटमा भएको भएर म 84 केजी पुगेको थिएँ लास्ट अहिले भन्दा अगाडि बल्क गर्दाखेरिसम्म तर त्यो बेला चाहिँ हेल्दी वेले मात्रै चाहिँ थिएन किनकि 1 महिना चाहिँ म नाकको सर्जरी गरेर बसेको थिएँ नि त त्यसले गर्दाखेरि चाहिँ सुत्यो झौलो खायो दिनभरि भात खायो होइन के आउँछ दाल साल पियापियाई गर्दाखेरि चाहिँ मजाले भुँडी लाएर मोटा थियो अहिले पनि अब भुँडी चाहिँ घट्दैछ अलिकति माथि चाहिँ एप्स हल्का हल्का भिजिबल हुन थालेको छ त्यसले गर्दाखेरि चाहिँ अब 79 केजी पुगेको छु म अहिले ल अब अर्को हानु है त आज सन्डे भएर अलिक ढिला आएको 9 बजी आएको चाहिँ घाम लागेको छ कस्तो यो बाँकी टिम भएर गर्मीले गर्दाखेरि हान्न चाहिँ लास्टै गाह्रो हुन्छ फेरि अलिअलि एप्स चाहिँ हल्का जस्तो नै भन्दा भिजुअल चाहिँ हुन थाल्यो यो फेरि पेट भित्र खाँदाखेरि हो पेट छोड्यो भने फेरि अलिकति पेट छ यति घटाउनु चाहिँ मेरो टार्गेट रहेको छ यसपालिको कटमा सो लेग्समा पनि पहिलाभन्दा चाहिँ राम्रो इम्प्रुभमेन्टहरू आउनु थालेको छ तर पहिला धेरै स्किप गरेर लेग्स चाहिँ अल्छी लाग्थ्यो त्यही भएर अप्पर बडीको कम्पेरिजनमा चाहिँ लेग्स हल्का ह्युज देखिन्छ किनकि फुर्सद खेलिन्थ्यो त्यो कारणले हुनसक्छ तर कट्स भन्ने चाहिँ राम्रोसँग देखिनु भएको छैन फर्स्ट सेट चाहिँ 50ले 12 रेप्स गएको थियो सो अब एकचोटि चाहिँ म यो सेकेन्ड सेटमा चाहिँ 60 केजी ट्राई गर्छु कति रेपिटेसन आउँछ सो मैले कसरी ट्रेन गर्छु भन्ने कुरा पनि म चाहिँ सर भन्छु जस्तै मैले अब फर्स्ट सेट चाहिँ 50ले हाने 12 रेप्स पुग्यो होइन द्याट्स गुड भने मेरो टार्गेट भनेको चाहिँ 8 देखि 12 रेप्स बिचमा चाहिँ फेलियरसम्म पुग्ने हो रहन्छ जसले गर्दाखेरि चाहिँ अब मेरो 12 भनेको त मेरो थ्रेसहोल्डको एन्ड भयो नि त त्यसले गर्दाखेरि चाहिँ अब सेकेन्ड सेट चाहिँ म त्योभन्दा बढी हान्न ट्राई गर्छु जुनले चाहिँ म मिनिमम पनि 8 रेपिटेसन चाहिँ पुऱ्याउन खोज्छु 10 रेपिटेसन अथवा 12 रेपिटेसनसम्म पुग्यो भनेदेखि चाहिँ थर्ड सेट फेरि म इन्क्रिज गर्छु वेट तर सेकेन्ड सेट मेरो 8 रेपिटेसन पनि पुगेन भनेदेखि चाहिँ थर्ड सेट चाहिँ फेरि म घटाउँछु अब 60 हान्दैछु भने थर्ड सेटमा 55 कि त 50 अब त्यो रेपिटेसन कतिको आउँछ त्यसलाई इभ्यालुएट गरेर चाहिँ त्यसै घटाउने कि बढाउने भनेर गर्छु त्यो चाहिँ मेरो फर्स्टचोटि हान्दाखेरिको त्यो त्यसरी मैले क्यालकुलेट गर्छु होइन अब सेकेन्ड टाइम हान्दाखेरि अब जस्तै आज मैले 60 केजीले चाहिँ 10 रेप 3 नै हान्न सकेँ 3 सेटै हान्न सकेँ भनेदेखि चाहिँ अब नेक्स्ट टाइमबाट चाहिँ मैले 60 केजी होइन कि 65बाट सुरु गर्छु एकैचोटि फर्स्ट सेटै मेरो 65 हुन्छ किनकि मेरो प्रिभियसली भनेको चाहिँ 60बाट 10 रेपिटेसन गयो नि त अब भनेको चाहिँ प्रोग्रेसिभ ओभरलोड गर्नु पऱ्यो त्यही भएर अब 65बाट चाहिँ सुरु गर्छु म अनि त्यसपछि त्यो पनि 10 देखि 12 रेप्स बिचमा चाहिँ पुऱ्याउने गरी चाहिँ मैले एभ्री वेटहरू चाहिँ लिन्छु सो बुझ्नुभयो कि भएन मैले धेरै बोले जस्तो लाग्यो सो अब सुरु गरौँ लेट्स स्टार्ट है त अब यो 60 केजी छ फर्स्ट सेट चाहिँ मेरो 12 रेपिटेसन गएको थियो 50 केजीले अब यो सेकेन्ड सेट चाहिँ मेरो 10 रेपिटेसनमा चाहिँ लगभग म फेलियर पुगेँ 9 चाहिँ मैले कम्प्लिट सेट जतिकै हान्न सकेँ लास्टको रेपिटेसन चाहिँ मेरो गएन भनेपछि मानौँ ल 8.5 रेपिटेसन चाहिँ मैले फुल हाने भनेपछि मैले ओभर द 8 हाने त्यही भएर म यो वेटभन्दा कम चाहिँ अब गर्दिनँ क्या फेरि अब नेक्स्ट सेट पनि मैले लगभग यही वेटबाटै हान्छु र 10 रेपिटेसन नपुगेसम्म चाहिँ मैले अब वेट बढाउँदिनँ 10 रेपिटेसन पुग्यो अथवा 12 रेपिटेसनै पुग्यो भने पनि वेट मेरो इन्क्रिज हुन जान्छ रेस्ट अनि सेटको इन बिट्विन रेस्ट कति लिनुपर्छ भन्ने कुरामा पनि एकदम डिस्कसनहरू आइरहेको हुन्छ होइन मैले देखिरहेको छु कोही भाइहरू नयाँ आएको भाइहरू
फोनमा एकदम टाइमर राखेर रेस्ट लिन्छन् कि ट्याक्क सुरु गर्यो 30 सेकेन्ड्स 1 मिनट 2 मिनट ठ्याक्क पज गरेर सिधायो त्यस्तो गर्न जरुरी छैन किनकि रेस्ट लिने भनेको चाहिँ आफ्नो फुल पोटेन्सियल चाहिँ रिकभर गर्नको लागि हो अब कम्पेरिटिभली अब एक्सर्साइज वाइज डिफ्रेन्ट हुनसक्छ रेस्ट पनि किनकि अब बाइसेप्सको हान्ने हुन्छ सानो मसल छ धेरै रेस्ट नलिँदा नि केही फरक नपर्ला लेग्स हान्ने हुनुहुन्छ पुरै बडी कोर इन्भल्भ भएको हुन्छ त्यसको लागि रिकभर फुल पोटेन्सियल रिकभर गर्नको लागि हामीले बडी रेस्ट लिन पर्ने हुनसक्छ त्यही भएर आफूलाई ल अब चाहिँ म रेडी भएँ फुल पोटेन्सियल दिनको लागि भन्ने यस्तो फिल नहुँदाखेरिसम्म रेस्ट लिनु मजाले तर फेरि 10 मिनट 15 मिनटै रेस्ट लिँदा पुरै बडी कुल हुने गरी चाहिँ लिने होइन कि बडी वामै होस् तर रेस्ट चाहिँ मजाले पुगेको होस् यो दुईवटा फ्याक्टर चाहिँ कन्सिडर गरेर रेस्ट लिनुभयो भनेदेखि चाहिँ द्याट विल बी मोर देन इनफ सो ल मेरो अब यति गफ गर्दा गर्दै रेस्ट ल सक्यो अब च्यासा पनि रोक्यो म अब यो लेग्सले हान्न मजाले सक्छु जस्तो फिल भएपछि म सुरु गर्दैछु अब यो सेकेन्ड सेटमा चाहिँ हामीले के पनि एउटा चिज याद गर्न सक्यो होला भन्दाखेरि मैले जुन राइट लेगबाट गर्दाखेरि चाहिँ मेरो लास्ट रेपिटेसन 9 रेपिटेसन थियो सरी 10 रेपिटेसनमा पुगेको थियो त्यो चाहिँ एकदम इन्टेन्स भएको थियो कनेर गर्दा नि गाह्रो भइरहेको थियो भने लेफ्ट लेगले गर्दाखेरि चाहिँ इजिली 10 रेपिटेसनसम्म चाहिँ त्यस्तो इन्टेन्स भएको थिएन जुन भनेको चाहिँ त्यही भएर हजुरहरूले आफ्नो सिङ्गल मसललाई चाहिँ स्टार्ट गर्दै हुन्छ भनेदेखि चाहिँ जहिले पनि विकर मसल साइडबाट चाहिँ स्टार्ट गर्नुहोस् जस्तै अब मैले लेफ्ट साइडबाट सुरु गरेको भए के हुन्थ्यो त मैले 12 रेपिटेसन मजाले हान्न सक्थेँ होला तर राइट लेगको पालो आउँदाखेरि 9 पनि बल्ल बल्ल हानिन्थ्यो त्यसले गर्दाखेरि चाहिँ कुनै मसल चाहिँ धेरै ट्रेन हुन्छ कुनै मसल चाहिँ थोरै ट्रेन भएर चाहिँ मसल इम्ब्यालेन्स आउन सक्ने कारण त्यो हुन्छ त्यही भएर हजुरहरूको पनि कसैको मसल इम्ब्यालेन्स छ र मसल इम्ब्यालेन्स नहोस् भनेर रोक्न चाहनुहुन्छ भनेदेखि चाहिँ जहिले पनि विकर साइडबाट चाहिँ स्टार्ट गर्नुहोस् त्यसले जति रेपिटेसन हान्न सक्नुहुन्छ स्ट्रङ्गर साइडले पनि त्यति नै हान्नुहोस् हो हान्दै धेरै जान सक्ला जस्तो लाग्छ हान्न मन लाग्छ त्यो हुनसक्छ तर त्यही हो डिसिप्लिन भनेको है आफूलाई रोक्न चाहिने ठाउँमा रोक्न र आफूलाई चाहिने ठाउँमा पुस गर्न सक्नु भनेकै एउटा मेजर डिसिप्लिनको कुरा हो सो त्यो पनि एउटा टिप हो है हजुरलाई इनफ रेस्ट भयो अब सेकेन्ड सेट सेम वेट अब लास्ट सेट सेम वेट गाह्रो भयो सेट चाहिँ ड्रप त्यसको चाहिँ मलाई पुस गर्नु क्या गाह्रो लाग्छ क्या दुख्छ अनि दुखाइ नै रमाइलो खालको दुख्दैन क्या सो अब चाहिँ काप्समा जाउँ अरू बेला चाहिँ काप्सको मैले त्यहाँ ह्याक स्क्वाडबाट ठाउँमा हान्थेँ किनकि त्यसमा हल्का बडी रमाइलो पनि लाग्थ्यो अब परेको जस्तो फिल हुन्थ्यो तर अहिले चाहिँ त्यो प्याक छ त्यो मेसिन त्यही भएर अब कुरेर बसेर टाइम वेस्ट गर्नुभन्दा चाहिँ स्पेयर अब म स्मिथमा त्यो मेसिन आउनुभन्दा अगाडि म स्मिथमै हान्थेँ सो त्यही भएर ब्याक टु माई प्रिभियस वान अलिक माथि भएछ यार यो
वेट यत्रो राखिसक्यो फेरि ल ठिक छ सो सबै एक्सर्साइजमा चाहिँ त्यो 8 to 12 रेपिटेसन युजफुल नहुनसक्छ किन भन्दाखेरि अब यो काब्स रेजमा चाहिँ मैले 20 to 25 रेपिटेसनै पुग्न ट्राई गर्छु किन भन्दाखेरि यसमा अब हेभी वेट राखेर थोरै रेपिटेसन हाल्न खोज्यो भने हाम्रो काब्सभन्दा अगाडि चाहिँ लोवर ब्याकमा स्ट्रेस बढी परेर त्यो फटिक हुन्छ र लोवर ब्याक दुख्न थाल्छ क्या सो त्यसले गर्दाखेरि चाहिँ काब्समा चाहिँ आई प्रिफर टु गो ओभर 20 रेपिटेसन इन एडिक्वेट अमाउन्ट अफ वेट है सेकेन्ड सेटमा चाहिँ मैले 5 केजी वेट एड गरेको छु अब यतिबाट चाहिँ मेरो टार्गेट 15 प्लस पुग्ने रहन्छ 20 वुड बी ग्रेट सो लेट्स गो 3 4 5 6 7 8 9 10 11 12 13 14 15 20 yes it is 20 यहाँ चिल्लायो लेग चाहिँ खासै हुन देखिँदैन कि काब्स पनि खासै युज छैन है एब्स आउनु पऱ्यो क्या अब चाँडो भिजिबल त भए 4 प्याक 6 चाहियो तर यो लोवर फ्याटले मार्छ मारे पुऱ्यो काब्सको लागि आज यति नै सो यतिमा आजको हाम्रो लेग सेसन चाहिँ सक्यो अब आर्म्स र एब्स बाँकी भयो अझै 4वटा छ ट्राइसेप्सको एउटा बाइसेप्सको एउटा हाफ आर्म्सको एउटा र एब्सको एउटा गरेर 4वटा एक्सर्साइज सक्यो 4वटा बाँकी अब चाहिँ ट्राइसेप्स गरौँ ट्राइसेप्स लेट्स गो अब ट्राइसेप्सको चाहिँ हामी आज बिहिबारमा हान्छौँ बिहिबार भनेको चाहिँ कहाँ गयो यार यो बार हो यो बारमा आज हामी हान्छौँ ट्राइसेप्सको बोथ ह्यान्ड एकैचोटि सो फर्स्ट सेट चाहिँ हल्का यो जोइन्ट्सलाई वार्मअप गर्नको लागि चाहिँ थोरै वेटबाट 6 7 8 रेपिटेसन चाहिँ हान्छु पर्फेक्ट हल्का यो जोइन्ट मुभ भइसकेपछि चाहिँ इन्जुरिजको चान्स चाहिँ अलिक कम हुन्छ त्यही भएर एकैचोटि हेभी चाहिँ नजाँदाखेरि ठिक हुन्छ होइन अब जस्तै ट्राइसेप्सको 2टा एक्सर्साइज हान्नु भएको छ एउटा वर्कआउट सेसनमा भनेदेखि चाहिँ 2टा एक्सर्साइजमा चाहिँ वार्म सेट जरुरी छैन किन भन्दाखेरि एउटै मुभमेन्ट हुन्छ नि त हाम्रो यही जोइन्टको मुभमेन्ट भएको भएर चाहिँ फर्स्ट एक्सर्साइजमा चाहिँ वार्मअप सेट लिइसक्नुभयो भने सेकेन्ड एक्सर्साइजमा चाहिँ फुल इन्टेन्सिटीदेखि हेभी वेटदेखि नै फर्स्ट सेटमै सुरु गर्दाखेरि हुन्छ सो गफ गर्दा गर्दै रेस्ट पुग्छ आजको यो सुट गर्दाखेरिको सेसन चाहिँ सो स्टार्ट गरौँ हामी 60 केजीबाट
यसमा पनि त्यही 8 to 12 रेपिटेसनवालै ल काम गर्छ। जस्तै अब फर्स्ट सेट मैले 14 रेपिटेसन हान्न सकेँ भने अब सेकेन्ड सेट चाहिँ म बढाउँछु वेट सच द्याट कि मैले सेकेन्ड सेट चाहिँ 8 to 12 रेपिटेसन बिचमा पुऱ्याउन सकौँ। सो फर्स्ट सेट 60 थियो भने अब सेकेन्ड सेट चाहिँ 65 केजीमा चाहिँ गर्छु विथ एकछिन रेस्ट सकाएर। सो अब सेकेन्ड सेट विथ 65 केजी। त्यसमा चाहिँ अब 8 रेपिटेसन 10 रेपिटेसन पुऱ्याउन सक्यो भने आई विल बी मोर देन ह्याप्पी के होइन त, किनकि फर्स्ट सेटमा थाकी पनि सकेको हुन्छ हल्का। लेट्स गो। यो ठ्याक्क माइन्डले गेम खेल्थ्यो क्या। 10 रेपिटेसन हान्न सक्यो भनेदेखि म मोर देन ह्याप्पी हुन्छु भनेर 10 हानिसकेपछि त्यो ल है आइम डन भन्ने एउटा पऱ्यो। अनि 11 पनि जान्थ्यो क्या जान चाहिँ, तर त्यो माइन्ड गेम भयो क्या। सेट लास्ट सेट त्यही 65 केजीबाटै फेरि अब चाहिँ म 12 रेप हान्छु। हेरौँ है त माइन्ड गेम कतिको काम गर्दो रहेछ। 1 2 3 4 5 6 7 8 9 10 यस्तो माइन्ड गेम हुन्छ नि भने नि मैले त्यो 3 इडियट्समा भन्छ नि दिलको उल्लु बनाएर राखो अलिजोल अलिजोल भने जस्तै जिममा चाहिँ दिमागलाई उल्लु बनाएर राख्नु पर्ने रहेछ क्या। यु क्यान डु इट भनेर आफ्नो थ्रेस होल्ड नै आफ्नो पुरै थोरै राख्यो भनेदेखि चाहिँ माइन्डले पनि त्यति रेपिटेसन पुगिसक्दाखेरि चाहिँ ल भयो युआर डन भनेर भनिदिँदो रहेछ क्या। होइन है तिम्रो थ्रेस होल्ड यो अहिले भन्दा बढी छ भन्यो भने युआर नट डन येट भनेर दिमागले त्यो पुस गर्ने एउटा के भन्छ त्यो बडीको अब त्यो मलाई एक्सप्लेन गर्नै आएन होइन, तर इट वर्क्स। अहिले एक्जाम्पलमै देखिसक्नु भयो हजुरले। गफ भयो। लास्ट सेट चाहिँ मैले ड्रप हान्थेँ। सो अब 45मा ड्रप गरेर हानौँ है त। One more drop right there. Endurance पुगेन स्यास्या। मेरो कार्डियो सेसन त्यस्तो खासै छैन क्या। मेरो बिहान 1.5 घन्टा जिममा एक्सर्साइज हो वेट ट्रेनिङ, त्यसपछि कार्डियो भनेको मन्डे अफिसमा फुट्सुल हुन्छ। त्यो पनि 2 गेम भयो भर्खर खेल्न थालेको। त्योभन्दा अगाडि सर्जरी भएर 2 महिना 2.5 महिना जति मैले खेल्दै खेलिनँ। अनि स्ट्यामिनाको एकदम हालत पक्लु भएको छ क्या। ल बाइसेप्सको पनि आज यहीँनिर बार राखेर यो रडमा बाइसेप्स कर्ल हान्नु पऱ्यो। धेरै भयो नहानेको। मैले हिजो भर्खर सोचेको थिएँ योभन्दा पनि राम्रो चाहिँ इजी बार कर्लै हुन्छ भन्दाखेरि। यसमा पहिला हान्थेँ मैले, यो हान्न छोडेको चाहिँ किन भन्दाखेरि
स्ट्रेट छ नि त, रिस्टलाई हल्का बढी स्ट्रेस पर्छ क्या, त्यो नेचुरल ह्यान्ड पोजिसनमा पर्दैन। अनि बाइसेप्स दुखाइ हुँदैन, रिस्ट दुख्न थाले जस्तो हुने, एप्पा ठटायो भनेर आई स्विच टु यो डम्बल कलै हान्न थालेको थिएँ। तर अस्ति 2-3वटा सेसन भयो मैले इजी बार कल हानेको, त्यो रमाइलो लाग्न थालेको छ। टाइममा बेला स्विच गऱ्यो भनेदेखि चाहिँ यु विल बी इन्जोइङ यर सेसन क्या, एउटै हान्दा बोर चाहिँ हुन्छ। आई एग्री विथ द्याट होइन, त्यही भएर फ्रिक्वेन्ट चेन्ज होइन कि टाइम लिएर मजाले चेन्ज चाहिँ गर्नुपर्छ टाइममा। सो इजी बारमा कल हान्नु म पहिला जाउँ। बाहिर ट्राई हानौँ न त है, आज 10 बजे सुरु गऱ्यो भने अरू दिन 12.5 लेट्स सी। यो गर्मीले गर्दाखेरि नि होला, लास्टै लोथ थाके जस्तो भइसक्यो। अझै बाँकी चाहिँ कतिवटा एक्सर्साइजहरू। ल सेकेन्ड सेट सेम वेट। सकेन, गाह्रो। 8 मात्रै सक्यो अब भनेपछि वेट घटाउनु पर्ने भयो है। अब थर्ड सेट चाहिँ 10-10ले मात्रै हान्छु। यस्तो लोथ भएर गएर अब ड्रप चाहिँ म डम्बलमा हान्छु यसको चाहिँ है। एब्सको लागि चाहिँ मैले 2टा मात्रै गर्ने गरेको छ एक्सर्साइज चाहिँ होइन, एउटा ह्याङ्गिङ लेग रेज र यो रोपमा क्रन्चेस। आज चाहिँ रोप क्रन्चेस मात्रै हुनेछ किनकि अब टाइम पनि हुँदैन 2टा गरेर होइन, त्यही भएर अल्टरनेट गर्दै गरिन्छ। प्रोनेटेड ग्रिपमा एउटा, सुपरनेटेड ग्रिपमा एउटा सुपर सेट हानिदिन्छु।
यसको चाहिँ म है दुख्ने क्या तर यसमा चाहिँ किन यो रिस्ट दुखे जस्तो हुन्छ मैले हान्नु थालेको एक दुईवटा सेसन मात्रै भयो भने चाहिँ यसमा बडी इफेक्टिभ हुन्छ अरे भन्ने सुने भएपछि चाहिँ ट्राई गरिदिउँ भनेर यो ट्राई गर्नु थालेको तर कस्तो रिस्ट दुख्ने क्या यसमा यो पोजिसनमा सुपरनेटेड पोजिसनमा गर्दाखेरि चाहिँ दुख्ने क्या फेरि यसरी गर्दाखेरि बरु त्यस्तो खासै दुख्दैन होइन यसरी चाहिँ ठ्याक्कै यहाँ फर्म्समै पर्छ मजा आउँछ यसरी नै अलिअलि दुख्दो रहेछ रोपमै हान्थेँ रोपमै ठिक छ जस्तो छ अब अर्को सेसनबाट चाहिँ रोपमै हान्छु म फर्म्सको फेरि यो मेरोलाई सुट गरेन यो चसक्क हुने यहाँ जोइन्टमा नसै तन्केको जस्तो खालको हुने कि नेक्स्ट सेसन होइन यही सेसनबाटै म रोपमा हान्छु यो भएन सो लेट्स गो यता रोपमा हानु रोपमा पनि इजी छ त्यस्तो एक्सट्रिम केही गर्नु पर्दैन स्ट्रेट र त्यो रोपमा राख्नेवाला स्ट्रेट बार लिने बारलाई राख्ने टपमा पार्ने फुलीलाई अनि यसलाई नर्मल्ली खालि स्ट्यान्स लिएर पुल गर्ने रिस्टबाट यो इनर फोआर्म्सलाई भयो अब आउटरको लागि चाहिँ यसलाई टक्क तल आफ्नो नि पोजिसनसम्म राख्ने त्यसपछि समात्ने हल्का वेट चाहिँ कम गर्नुपर्छ यसमा चाहिँ है त्यसपछि बाइक चलाएको जसरी मजाले यो पोजिसनमा पुसेर तान्ने सो यो फर्स्ट भयो के अरे फर्स्ट सेट भयो त्यस्तै 2 सेट गर्ने अझै सुपर सेट अनि त्यसपछि आजको सेसन एन्ड हुन्छ सो अब यति गरेर आजको सेसन सक्यो अब आजको प्रोग्रेस खासै त लेग्सको हानिया छ अप्पर बडी पम्प भएको छैन खासै के देखाउने हो र होइन त्यही पनि अहिलेसम्मको प्रोग्रेस कति भएछ भन्दा चाहिँ यसलाई चाहिँ झिकेर यसमा अड्काउनु पऱ्यो यसमा अड्काउँदा चाहिँ फेरि खेड गरेको आवाज आउँदो रहेछ क्या त्यसले गर्दाखेरि चाहिँ राम्रोसँग सुनिँदैन रहेछ केही छैन लेट्स ट्राई है ल्याट्स पनि इम्प्रुभ भएको छ पहिलाभन्दा चाहिँ राम्रै अन्त यस्तो गर्दाखेरि मेरो यो ल्याट्स खुल्दैन थियो क्या एप्स हल्का भिजिबल हुन थालेछ अब भित्र तान्दाखेरि होइन यो पार्ट चाहिँ मलाई दामी लाग्छ कि मेरो एप्सको यो साइड अब्लिक्स ठ्याक्क अलिकति देखिन्छ नि यो ठ्याक्क यो मसल यसलाई डेभलप गर्नु मन छ अझै मजाले लिन हुँदै गइरहेछ बडी अस्तिको भन्दा आज त अब अप्पर बडी गरेको छैन खासै पम्प छैन त्यही भएर होइन नत्र सोल्डर र चेस्ट पम्प भएको दिन चाहिँ अप्पर बडीको दामी देखिरहेको हुन्छ क्या अब लेग्स खासै डेभलप भएको छैन त्यो लेग्सको देखाउनु लेग्स पनि हल्का पहिलाभन्दा चाहिँ इम्प्रुभ हुँदै गइरहेको जान्छ ठ्याक्कै अलिअलि मसल गर्दाखेरि अलिकति क्वाड छुटेको देखिन्छ यहाँनिर चाहिँ त्यही हो अब
सो आजको लागि यति नै सी यु अगेन इन द नेक्स्ट सेसन लेट्स गो होम एन्ड इट अब रिफ्युल पनि गर्नु पऱ्यो टु रिकभर द मसल ग्रोथ